सम्पूर्णमा नमस्कार, म सोम ढुङ्गाना है। आज चाहिँ हामी यहाँ मेचीनगर 3 तेलपानीबाट चाहिँ हामी बुद्ध शान्तिमा रहेको नेपालकै दोस्रो लामो पुल झोलुङ्गे पुल त्यहाँनेरि चाहिँ हामी कस्तो रहेछ के रहेछ भनेर हामी हेर्नको लागि जाँदैछौँ। सबैजनाले भिडियो नछुटाइकन हेरिदिनु होला अनि सबैजनाले लाइक अनि फलो शेयर गरिदिनु होला है त। हामी चाहिँ ठ्याक्कै अहिले यो तेलपानी हाम्रो सामुदायिक वनको जङ्गलको यो सबै कटेर चाहिँ अहिले हामी ठ्याक्कै बौवनमा रहेको बेसी बजार अनि त्यहाँनेरि सुकेनिन्दा पुल ठ्याक्कै सुकेनिन्दामा हामी आइपुग्यौँ। त्यहाँनेरि यता सुकेनिन्दाहरू सबै यस्तो छ, यहाँनेरि एकदम बोर्ड पनि राखेको छ, यताको भ्यूज त्यस्तो छ है त। अब हामी चाहिँ यहाँबाट बौवनको यात्रा हुँदै हामी बौवन जङ्गल पनि कट्नेछौँ। बिचमा हामी बौवन जङ्गल हामी देखाउँछौँ, अलिकति तपाईँहरूलाई बेसी बजार पनि देखाउँदै हामी जानेछौँ है त। बेसी बजार त्यहाँ रहेको गाउँहरू कस्तो छ के छ हामी देखाउँदै जानेछौँ है त। बेसी बजारमा रहेको मेन चोक भनेको चाहिँ यही हो है त, मेन चोक रहेको छ। अब हामी अलिकति यहाँनिर गाउँ हुँदै अब हामी जङ्गलतिर लाग्नेछौँ, हामी देखाउँदै जानेछौँ। भिडियो एकदम हेर्दै गर्नु होला है त। अब तेलपानी जङ्गल पनि काट्यौँ है, अनि त्यस पछाडि बौवन जङ्गल पनि काटेर चाहिँ अहिले यो बौवन जङ्गल काट्ने बित्तिकै ठ्याक्कै हाम्रो यहाँ खारखोलामा रहेको चाहिँ एकदम पुलमाथि छौँ हामी। अब यहाँबाट हेर्दाखेरि उँधो चाहिँ एकदम धान खेतीहरू एकदम प्रशस्त रूपमा गर्दै आउनु भएको रहेछ। अनि अब यहाँ रहेको जङ्गल चाहिँ यस्तो छ है त, एकदम रमाइलो ठाउँ। अनि हाम्रो यहाँ मदन भण्डारी मार्ग अनि बिचबिचमा चाहिँ हाम्रो बाटो अलिकति नबनिएको कारणले चाहिँ अलिकति यात्रा गर्दाखेरि चाहिँ अलिकति कठिनाइ आयो, तर पनि केही छैन, एकदम मजा आइरहेको छ। अब हामी पुलतर्फ आधी चाहिँ आइपुग्यौँ। अब हामी यहाँबाट पुलतर्फ एकदम छिटो गरेर जानेछौँ है त। हामी यो खारखोलामा आउँदै गर्दाखेरि चाहिँ एउटा अलिकति यहाँनेरि हजुरहरूलाई देखाउन चाहिरहेको छौँ। यहाँनेरि अगाडि हेर्नु त, यहाँनेरि देखेको यो जुन यो दृश्य छ यो एउटा घर जस्तो छ। यो चाहिँ के होला भन्ने एउटा शङ्का लागिरहेको छ भने चाहिँ यो चाहिँ ठ्याक्कै हात्ती रुङ्ने है। यहाँनेरि चाहिँ जङ्गल नजिकै भएको कारणले गर्दा यहाँ तल भएको खेतीबाली यता धानहरू रोप्नु भएको छ। यहाँदेखि सिधा तल अरू पनि एउटा दुईवटा तिनवटा यस्तो सानो घर बनाउनु भएको छ। यसलाई चाहिँ हात्ती रुङ्ने टुङ भनिन्छ होइन। यसमा चाहिँ राति अब यो हात्ती आएको थाहा पायो चाहिँ यता मान्छे आएर बस्ने, हात्ती रुङ्ने, अनि त्यस पछाडि त्यसरी यसको सदुपयोग हुन्छ है त। हामी चाहिँ यहाँनिर बुद्ध शान्तिमा रहेको झोलुङ्गे पुल, एकदम लामो झोलुङ्गे पुल हामीले देखाउँछौँ भनेको थियौँ। हामी चाहिँ ठ्याक्कै झोलुङ्गे पुलमा आइसकेको छौँ। यहाँबाट एकचोटि हेर्नु होला, यही हो हाम्रो अहिले भर्खरै निर्माण भएको एकदम लामो झोलुङ्गे पुल। अब हामी यो पुलमा जाँदैछौँ। अब यहाँनिर हेर्दाखेरि एकदम रमाइलो रहेछ। यहाँनिर सबैजना पर्यटकहरू पनि आउने, एकदम हाम्रो बुद्ध शान्तिमा चाहिँ पर्यटक यसले गर्दाखेरि ध्यान आकर्षण भएको कारण चाहिँ धेरै पर्यटकहरू पनि आउने गर्नुहुँदो रहेछ। अनि यहाँ हेर्नु त, पुलको ठ्याक्कै प्रवेशद्वारमा चाहिँ हाम्रो नेपालको झन्डा एकदम फरफराइरहेको छ। यहाँनिर एकदम शीतल अनि हावाहरू एकदम मजाले चलिरहेको छ। घाम लागे पनि एकदम तपाईँको चाहिँ यो शीतल ठाउँ पनि रहेछ, एकदम घाम चाहिँ लागिरहेको छ तर हावा एकदम आइरहेको छ। अब हामी कहाँ जान्छौँ? अब हामी यो पुल पार गर्नेछौँ अनि फेरि आउनेछौँ एकचोटि
कति मिनट लाग्दो रहेछ होइन, कति मिनट लाग्ने रहेछ त्यो पनि हामी भन्नेछौँ। समय है, समय हेरेर हिँड्ने, आफ्नै पारामा हिँड्ने, आफ्नै पारामा आउने, नर्मली तरिकाले हिँडेर नर्मल तरिकाले आउँदाखेरि कति मिनटमा आइने रहेछ त्यो पनि हामी जानकारी दिनेछौँ। हामी चाहिँ अब झोलुङ्गे पुलतिर जाँदैछौँ, आउनु। हाम्रो एकजना यहाँ बुवा आउँदै हुनुहुन्छ, एकचोटि बुवालाई पनि सोधेर हेरौँ न त यहाँ कस्तो लाग्यो, कहाँबाट आउँदै हुनुहुन्छ बुवा, एकचोटि सोधी खोजी गऱ्यौँ हेरौँ है त ल। यहाँ हाम्रो हजुरबा पनि आउनुभएछ ल, हजुरबालाई नमस्कार। नमस्कार। अनि कहाँबाट आउनुभयो हजुर? म त तपाईको तल मागुरमाडी, मागुरमाडीबाट हाम्रो हजुर बुद्ध शान्तिलाई एकदम माया गरेर आउनुभयो। हजुरलाई कस्तो लाग्यो यहाँनिर आउँदाखेरि? ल हजुरको शुभ नाम चाहिँ? पुण्य प्रसाद अधिकारी, हाम्रो मागुरमाडीबाट हजुरबा हाम्रो बुवा आउनुभएछ। हजुरलाई स्वागत छ हाम्रो यो बुद्ध शान्तिमा है। अनि एकदम रमाइलो लागिरहेको छ नि, हामी त यसो भिडियो खिच्दै आइरहेको छौँ। अब यहाँ हेर्नुहुने मेरो साथीहरूलाई चाहिँ फेसबुकमा जति जोडिनु भएको छ उहाँलाई चाहिँ के भनिदिन चाहनुहुन्छ त? यो होइन, एकदम राम्रो रहेछ यो ठाउँ। हजुर हजुर, हिक्कलबाट आएको। हजुर हजुर, यो पुल पनि यस्तो बनिएछ यहाँ। हजुर हजुर, खेतीपाती अब यो मान्छे बाँच्ने कुरा, धान खेती साह्रै रमाइलो लाग्यो यहाँबाट हेर्दा। हजुर हजुर हजुर, साह्रै राम्रो छ। हजुर, सबैले प्रगति गरेका रहेछन्। हजुर होइन, हजुर हजुर, यस्तै त हो। हजुर हजुर, होइन, हजुर हजुर, हुन्छ धन्यवाद। अलिकति समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद है त। हुन्छ। हावा चलेको छ एकदम सरर हावा चलेको छ है त, हावा चलेको छ। अनि हामी ठ्याक्कै अहिले पुलको बिचमा आइसकेको छौँ। हामी उता पुल पार गर्ने तर्फरमा छौँ हामी। मैले अघि नै भनिसकेको थिएँ हजुरहरूलाई, बुद्ध शान्तिमा रहेको झोलुङ्गे पुल हामी जाँदैछौँ आज घुम्नको लागि। अनि मेचीनगर 3 तेलपानीबाट हामी एकदम यता बुद्ध शान्तिमा रहेको झोलुङ्गे पुलसम्मको यात्रा बिचमा रहेको हामीले देखाइसकेको छौँ। अनि हजुरहरूलाई कस्तो लाग्यो त? आज हामीले यहाँ भ्लग बनाउँदै गयौँ। यो त मेरो पहिलो भ्लग हो यसरी। सायद अब भिनाजुसँग चाहिँ आज एकैछिनमा हाम्रो कुरा भएर चाहिँ जाउँ न त त्यहाँनिर कस्तो रहेछ के रहेछ भन्दाखेरि बिचमा चाहिँ ठिकै छ नि त, हामी मात्रै गएर भएन नि त, हामी सबैजनालाई लिएर जाने, फेसबुक मित्रहरू सबैजनालाई लिएर जाने, साथीभाइहरू सबैजनालाई लिएर जाने हिसाबले चाहिँ हामीले भिडियो बनाएको छौँ। कस्तो लाग्यो के लाग्यो हजुरहरूले कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सबै सामु यो भिडियो पुर्याइदिनु होला। यहाँदेखि खेतीपातीहरू यहाँनिर ल हामी अब यो पुल पनि पार गरेर ओ पर हेर्नु त, पर कता डाँडामा रहेको झन्डा फरफराइरहेको छ नि, त्यहाँबाट चाहिँ हामी हिँड्दै 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 हेर्दै 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 आयौँ। एकदम रमाइलो खेतीपातीहरू हेर्दै गयौँ, एकदम हावाहरू चलिरहेको छ। अहिले त्यो पुल पार गरिसके पछाडि चाहिँ हामी ठ्याक्कैसँगले हामी सुनमाईमा आइसक्यौँ। पछि हामी अब यो चाहिँ लास्ट भ्लग रहनेछ। अब यो यहाँबाट हामी जाँदैछौँ यहाँ अझै पनि, किनभने पहिले जुन ठाउँबाट भिडियो गर्दै सुरु गरेको थियौँ अहिले त्यही ठाउँमा आइपुग्यौँ हामी। हेर्नु त यही प्रवेशद्वार। अब यहाँबाट हामी निक्लिनेछौँ अनि हजुरहरूलाई रमाइलो गराउँदै आफू पनि रमाइलो लिँदै आएको छु म। अब कस्तो लाग्यो के लाग्यो एकचोटि कमेन्ट बक्समा चाहिँ लेखिदिनु होला है त।